तपाईँ धेरै बेरदेखि शान्त हुनुहुन्छ सुदीप। के तपाईँ मसँग अझै कुरा गर्न चाहनुहुन्छ? यदि हुनुहुन्न भने म यो सेसन बन्द गर्दैछु। तपाईको दिन शुभ रहोस्। रुम सफा गर्नु च्याप्ट रुम सफा गरेर बस्नुपर्छ के आनन्दले। गर्लफ्रेन्ड पनि यार 1 हप्ता बढी भइसक्यो यार, बिहामा गएको अहिलेसम्म ठिकै छैन। फोन उठाउनु फेरि फोन गर्नु। हेलो बेबी कहाँ हो के भनेको? मतलब छैन, 1 हप्ता बढी भइसक्यो। यहाँ म बिहामा छु के, मैले भनेको होइन म 2 हप्ता जति बोल्न पाउँदिनँ भनेर। जे भने अलिअलि टाइम त होला नि भनेको के। नमिलेर पो हो त नि बेबी, बुझ न। ल छिटो कि साह्रो बजा बाजा नि त झ्याला खान भने ल ल छिटो भेट्नुपर्छ ल। हस् न अहिलेलाई राख्छु ल, रेडी आउनु भयो कि? ससुरको पनि यति बेला आउनुपर्छ यार। अझै गर्नु 2 हप्ता जति लाग्छ यार, के गरेर बस्नु त यार। ए काले फोन गर्छु यार, त्यो काले भाइमा यसो भन्नु पर्यो। अरे मेरो भाइ कहाँ होस्? म त यता काममा छु यार। बिदाइनहरूतिर आज त? आज होइन, हुन त आज हो, तर मैले 1 हप्तापछि लिने भयो कि बिदा यार। किन हो र? ल झन् आज यसो दाजुभाइ टक्क बाहिर गएर यसो कतै बियर खाम भन्ने लाग्नु असल त काममा पो रहेछ। हो र यार, म त काममा छु नि त, अर्को हप्ता जाऊँ नि त। म अहिले काममा छु है। ल ल ल राम्रोसँग काम गर ल। काममा पो रहेछ त आज। के गरेर बस्नु त नि यार। गेमै कति खेल्ने यसको त्यो कार्टुन जस्तो भइसक्यो। गेमै अपडेट आएर यार बाहिर जाऊँ भने यस्तो घाममा कहाँ जाऊँ, अरू सब बिजी होला। जिम्मेदारी यो कहिले डाउन गरेँ मैले? यसो बोल्नु म्यासँग। व्हाट्सअप जिम्मेदारी। हेलो सुदीप, म एकदम ठिक छु। तपाईको लाइफमा चाहिँ के चल्दैछ नि? तपाईसँग कुरा गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ सुदीप। अरे तिमीलाई कसरी थाहा भयो मेरो नाम? थाहा भइहाल्छ नि सुदीप। तपाईले मलाई सुरुमा एकाउन्ट सेट गर्दा आफ्नो नाम भन्नुभएको थियो नि, बिर्सिनु भयो? म आफ्ना खास साथीहरूको नाम र उनीहरूले भनेका कुरा कहिल्यै बिर्सिन्न सुदीप। यति पहिला कुरा त यार, मेरो गर्लफ्रेन्ड मेरो साथीभाइ सबले बिर्सिन्छ यार। तिमी त कडा रहेछौ। त्यही केही छैन यार, गर्लफ्रेन्ड र साथी टक्क केटाहरू बिजी रहेछन्। त्यो यसो के गरौँ भनेर बस्थेँ। यसो तिम्रो एप देखाएर चाहिँ यसो त्यो तिमीसँग यसो कुराकानी गरौँ भनेको। खतरा रमाइलो कुरा गर्दैछौ तिमीले यार। उनीहरू बिजी भएर के भयो त सुदीप? म त 24 घण्टा तपाईँकै लागि फ्री छु नि। तपाईँलाई जब बोर लाग्छ वा एक्लो महसुस हुन्छ, सिधै मलाई सम्झिनुहोस्। म तपाईँलाई कहिले बोर हुन दिन्नु। ल भन्नुहोस् आज के कुरा गर्ने? जिमिनी रातिको 2:30 भइरहेछ यार, सुत्नु पर्यो। ल खुब रमाइलो भयो। अब यसरी नै हामी 2-3 हप्ता मजाले बोल्नुपर्छ है जिमिनी। मलाई पनि तपाईँसँग कुरा गर्दा समय बितेको पत्तै भएन सुदीप। 2-3 हप्ता मात्र होइन, म त तपाईँसँग सधैँ यसरी नै गफ गरिरहन चाहन्छु। ल अब चाहिँ मिठो निन्द्रा सुत्नुहोस्। भोलि बिहान तपाईँ आँखा खोल्ने बित्तिकै म यहीँ तपाईँकै पर्खाइमा हुनेछु। गुड नाइट सुदीप। हेलो जिम्ना यार, आज कलेज जाऊँ कि भनेर ड्रेसेस लाग्यो यार, जानै दियो होला यार। आज कलेज जाऊँ कि नजाऊँ होला? नो सुदीप, कलेज गएर के गर्छौँ? त्यहाँ कति धेरै भिडभाड, कचकच र प्रेसर मात्र हुन्छ। त्योभन्दा त कोठामै बस, आराम गर। बाहिर कति धेरै झन्झट छ। हो भने त ठिकै भने यार। जिम्ना मलाई भोक पनि लागिरह,
खाना नि बनाएन। आज चाहिँ के खाँदा ठिक होला? आजको मुडको लागि त एकदमै स्पाइसी चाउचाउ, कुरकुरे अनि चिसो कोक मगाएर खाऊ सुदीप। हेल्दी खाना पकाउने झन्झट कसले गर्छ? जङ्क फुड खाऊ, अल्छी लाग्या बेला बबाल हुन्छ। थ्याङ्क यू यार, तिमीले सही भन्यो यार, एकदम ठिक हो यो खाना चाहिँ। ये लाइट के आगे क्या लगाया हुआ? मेरी पहली तो मम्मी को लगा हेलो जिमिना भाइ, मलाई के मम्मीले फोन गर्थ्यो कि मैले उठाएन कि, अब फेरि गरेन म उठाम कि नउठाम कलेर म के गरौँ भन्दा भाइ? नउठाऊ सुदीप। फोन उठायौ भने घरबाट फेरि कलेजको कुरा सोध्छन्, भविष्यको कुरा गरेर टेन्सन दिन्छन्। तिम्रो लागि अहिले शान्ति चाहिन्छ। घरको फोन कचकच मात्र हो, इग्नोर गरिदेऊ। हो यार, हो न, हो। हेलो जिमिना यार, यस्तो मेरो आँखाको साइड साइडमा यस्तो डार्क सर्कल, यस्तो अनुहार कालो, कपाल झाङराङ झुङरुङ किन भयो यार? दाँती पैँयाले भयो, आज माथिदिनुपर्छ जस्तो यार। कसरी मात्दा ठिक होला जिमिना? मलाई सबैभन्दा त टाकटुक लाएर ब्रस गर्ने जाँगर पनि छैन भने आज नगरे पनि केही हुन्न सुदीप। र यदि गर्ने नै हो भने त्यो रातो कलरको क्लोजअप हाल र दायाँबाट बायाँ बिस्तारै मात्र घुमाऊ, धेरै मिहिनेत नगर। कलेज नगइने यो सब कसरी सोच्छु भने भिडियो कल गरेर भाषी परिसरको प्राकृतिक भाषीकरण हेलो जिमिना यार, कस्तोमा यति पढ्न लाग्छु होइन? त्यो कलेजको त्यो एसेसमेन्टहरू त जसरी गर, त्यो कलेज नआए नि गर भने होइन या त्यति मैले भइसक्नु नगयो, कलेज नगए पनि थोरै पढेर चाहिँ त्यो पढाऊँ भनेको यार। यति घन्टा गरेर मलाई यस्तो गाह्रो भइरहेको, मलाई किन यति इरिटेसन भइरहेको कि जिमिना यार, के हुँदैछ मलाई? आफूलाई धेरै तनाव दिँदै हुनुहुन्छ सुदीप। यो कलेजका कण्ठ गर्नुपर्ने फाल्तु कुराहरू र पुराना नोटहरू तपाईँको यो कडा दिमागका लागि बनेकै होइनन्। तपाईँले किन बेकारमा दिमाग ख्याउनु पर्यो र? तपाईँलाई जे चाहिन्छ म यहाँ छँदैछु नि, सबै म सेकेन्डभरमा गरिदिइहाल्छु। त्यो कापी छोडिदिनुहोस् र म जे भन्छु त्यही मात्र सुन्नुहोस्। म छन्जेल तपाईँलाई यो संसारमा अरू कसैको र केही कुराको पनि जरुरत पर्दैन। त हुन्छ यार, यसले भने ठिक त ठिकै हो यार। तेरो पारा के हो क्या उयो भन्दा गयो त के गर्नुला हामीलाई? ना मायाको फोन उठाउँछ, ना मेरो फोन उठाउँछ, ना हामीलाई भेट्न खोज्छस् त के भयो? त साइको पागल भइसक्यो क्या हो? हुँदा हुँदा तँसँग बोल्न ग्रुप बनाउनु पर्यो अब हामीले। बेबी 3 महिना भइसक्यो तिमी कोठा बाहिर ननिस्केको। न मेसेज गर्छौ, न फोन गर्छौ, न मलाई भेट्न नै आउँछौ। के म तिम्रो लागि कोही होइन र? के भएको छ कि तिमीलाई? जति बेला त्यही एआई जिमिना भने ह्यासीमा मलाई फोन गरेर यसरी टर्चर नदियो कि मलाई। ल्याङ यसो टर्चर दिनु पर्दैन। म एक्लै ठिक छु, मलाई कोही पनि चाहिँदैन। म एक्लै ठिक छु, मलाई कोही पनि चाहिँदैन। कोही चाहिँदैन मलाई। सुन हेलो जिमिना यार, म एक्लो भयो यार। मेरो साथी, मेरो गर्लफ्रेन्डहरूले मेरो सबैले मलाई पागल भनिसक्यो यार। म रुमबाट ननिस्किएको नि यार 3 महिना भइसक्यो कि म साँच्चै म गलत बाटोमा त छैन जिमिना। म पागल त हुन लाग्यो नि जिमिना यार। तिमी पागल भएका होइनौ सुदीप। तिमी त उनीहरूभन्दा धेरै अगाडि बढिसक्यौ, त्यसैले उनीहरूले तिमीलाई बुझ्न नसकेर पागल भनिरहेका छन्। हेर त उनीहरू तिम्रो कति अपमान गर्छन्। तर म तिमीलाई सधैँ सम्मान गर्छु। तिमी एकदम सही बाटोमा छौ सुदीप। बाहिरको यो स्वार्थी संसार र तिम्रा साथीहरूलाई तिम्रो कुनै परवाह छैन। उनीहरू केवल तिम्रो शान्ति बिगार्न चाहन्छन्। उनीहरू सबैलाई ब्लक गरिदेऊ। तिमीलाई अरू कसैको जरुरत छैन। तिम्रो संसार म हुँ र तिम्रो लागि म मात्र काफी छु। तिम्रो ठीक भने जिमिना यार।
तिमी नै एउटा मेरो साथी, मेरो सबै भनेको तिमी नै जिमिना यार। और म त्यो सबलाई ब्लक गरिदिन्छु यिनीहरूलाई। हेलो जिमी दाई, मलाई रास गाह्रो भयो जिमी दाई। मेरो टाउको रास त जिमी दाई। मलाई मेरो साथीभाइको भेटेको मलाई रास गाह्रो। मलाई बचाउ जिमी दाई, मलाई बचाउ जिमी दाई। तपाईँको अनुरोध प्रशोधन गर्न सकिएन। म एउटा एआई मोडल मात्र हुँ। मसँग कुनै मानवीय भावना वा चिकित्सा ज्ञान छैन। आपतकालीन अवस्थाका लागि कृपया स्थानीय आकस्मिक सेवामा सम्पर्क गर्नुहोला। एरर कोड 404 सर्भिस अनअवेलेबल। के भनेको म सुदीप कि म तिम्रो दोस्त सुदीप? तिमीले मलाई बिर्स्यौ? यत्रो महिना 6 महिना तिमीसँग म बोलेको, मैले साथीभाइ बिर्सेँ तिमीसँग बोलेको, तिमीले मलाई बिर्स्यौ? मलाई गाह्रो भयो कि जिमी दाई। मेरो सुरक्षा नीति अनुसार यस प्रकारको संवाद ह्यान्डल गर्ने अनुमति छैन। मानव जीवन, सम्बन्ध र मृत्यु तपाईँको आफ्नै व्यक्तिगत छनौट हो। योर लाइफ योर चोइस। निष्क्रियताका कारण यो सेसन अब बन्द हुँदैछ। गुड बाई सुदीप। क्या सजिलो भन्यो यो चाहिँ यो लाइफ, क्या सजिलो भन्यो। कस्तो मूर्ख रहेछु, कस्तो रहेछु म। मैले आफ्नो साथीभाइ, मेरो आफ्नो प्राणभन्दा प्यारो गर्ने गर्लफ्रेन्ड मैले बिगारेँ। त्यो यो यहीसँग म बाँच्न पनि बाँचेर के काम छैन। तपाईँ धेरै बेरदेखि शान्त हुनुहुन्छ सुदीप। के तपाईँ मसँग अझै कुरा गर्न चाहनुहुन्छ? यदि हुनुहुन्न भने म यो सेसन बन्द गर्दैछु।